पनि यस कार्यक्रमको गरिमा बढाउन उपस्थित हुनुभएको प्रमुख अतिथिज्यू अनि अतिथिगण मनमा सरस्वतीको साझी राखी एक हातमा कलम र अर्को हातमा न्याय रूपी तराजुली उपस्थित हुनुभएको निष्पक्ष निर्णायक मण्डलज्यू, मेरा गुरुवर्ग तथा मेरा सम्पूर्ण अप्रतिस्पर्धी तथा प्रतिस्पर्धी मित्रहरूमा म कक्षा 10मा अध्ययनरत छात्र आरसी अधिकारीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2083 सालमा यस निर्माण मोडल स्कुलमा आयोजना गरिएको वाद प्रतियोगितामा म सहभागी हुन पाउन निकै भाग्यशाली तथा गौरवान्वित ठानेकी छु र आज यस वाद विवादको शीर्षक रहेको छ अधिकार ठुलो कर्तव्य। महोदयज्यू, अब आफै सोच्नुहोस् त, यदि हामीले हाम्रो अधिकार मात्र माग्यौँ तर हाम्रो कर्तव्य पुरा गर्न अस्वीकार गर्यो भने के हाम्रो समाज व्यवस्थित रहला त? अवश्य पनि रहँदैन। त्यसैले म आज आफ्नो दृढतापूर्वक विचार प्रस्तुत गर्न अधिकार भन्दा कर्तव्य नै ठुलो हुन्छ भन्ने पक्षमा विचार प्रस्तुत गर्न उपस्थित भएकी हुँ। सर्वप्रथम, कर्तव्य भन्नाले कुनै पनि व्यक्तिले पद, पक्ष, भूमिका वा नैतिक तथा कानुनी दायित्वका आधारमा अनिवार्य रूपमा पुरा गर्नुपर्ने जिम्मेवारी, काम वा उत्तरदायित्वलाई जनाउँछ भने अधिकार भन्नाले कुनै पनि व्यक्तिले समानपूर्वक स्वतन्त्रता तथा समानतापूर्वक बाँच्नका लागि प्रदान गरिने नैतिक, कानुनी तथा संवैधानिक हकलाई जनाउँछ। हामीले यसो गहिरेर सोच्ने नै हो भने कर्तव्य भनेकै ती अधिकारलाई सदुपयोग गर्ने वा नगर्ने हो। जब नागरिकहरूले आफ्ना कर्तव्य निष्ठापूर्वक पुरा गर्छन् तब बल्ल अधिकारको वास्तविक संरक्षण हुन्छ। महोदयज्यू, कर्तव्य बिना अधिकार खोज्नु भनेको जरा बिनाको रुख खोज्नु जस्तै हो। जब नागरिकहरूले आफ्नो कर्तव्य पुरा गर्छन् तब बल्ल अधिकारको संरक्षण हुन्छ। मतलब जब शिक्षकले आफ्नो पढाउने कर्तव्य पुरा गर्छन् तब बल्ल विद्यार्थीहरूको शिक्षा पाउने अधिकार पूर्ण हुन्छ। हामीले इतिहासका पाना पल्टाएर हेर्नु हो भने पनि महात्मा गान्धीले द ट्रु सोर्स अफ राइट्स इज ड्युटिज अर्थात् अधिकारको वास्तविक स्रोत नै कर्तव्य हो भनेका छन्। त्यसै गरी अरिस्टोटल, जोन लक जस्ता दार्शनिकहरूले पनि अधिकार भन्दा कर्तव्यलाई नै प्राथमिकता दिएको पाइन्छ। भगवत गीताको अध्याय 2 श्लोक 48मा के भनेको छ भने कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफल हेतुर्मा ते सङ्गे सशस्त्र कर्मणि अर्थात् मानिसको अधिकार कर्तव्य गर्नेमा छ, त्यसको फलमा होइन। त्यसैले हामीले फलको आशा नगरिकन कर्तव्य इमानदारीपूर्वक पुरा गर्नुपर्छ। एउटा उखान छ, जस्तो कर्म उस्तै फल। अर्को उखानले भन्छ, हात गोडा चलाए थके पनि चल्छ। यी उखानले स्पष्ट पारेका छन् कि सफलता अधिकारले होइन कर्तव्यले दिलाउँछ। मेरा ती कर्तव्य भन्दा अधिकार ठुलो भन्ने चिच्याउने विपक्षी पक्षले के भन्न चाहन्छु भने बारीमा बिउ मात्र छरेर बिरुवा फल्ने होइन, त्यसलाई त केवल सङ्घर्ष र पसिनाको महत्त्व चाहिन्छ। हामीले हाम्रा राणा शासनकालका उदाहरण पनि लिन सक्छौँ। ती शहीदहरूले जनताका अधिकारका लागि आफ्नो ज्यान समर्पण गरे, तर ती ज्यान समर्पण गर्नु पनि के तिनीहरूको कर्तव्य होइन त? के तिनीहरूले आफ्नो कर्तव्य निभाएका थिएन त? पक्कै पनि थिए। अर्को उदाहरण प्रस्ताउन चाहन्छु। नेपालको संविधान धारा 31मा शिक्षा पाउने अधिकार प्रदान गरिएको छ, जसमा राज्यका सम्पूर्ण व्यक्तिहरूलाई शिक्षा पाउने अधिकार प्रदान गरिएको छ। तर पनि किन तिनी रोष बालबालिकाहरू अझै पनि बाटोमा बाल श्रम, बाल शोषण तथा बाल विवाह जस्ता क्रियाकलापबाट पीडित छन्? पक्कै पनि त्यही नागरिक, समाज र राष्ट्रको कर्तव्य पुरा नगरेर हो। अब भन्नुहोस् त, त्यो बालबालिकामा अधिकार पाउनु र नपाउनुको के फरक भयो? अर्को उदाहरण लिन सक्छौँ। यदि डाक्टरले आफ्नो कर्तव्य त्यागे भने व्यक्तिको स्वस्थ रहने अधिकार त्यही कागजमा मात्र सीमित रहन्छ। अन्त्यमा अधिकारले सुविधा दिन्छ तर कर्तव्यले व्यक्तित्व निर्माण गर्छ। अधिकारले माग्न सिकाउँछ भने कर्तव्यले दिन सिकाउँछ। अधिकारले व्यक्ति निर्माण गर्छ भने कर्तव्यले राष्ट्र निर्माण गर्छ। हामीले कर्तव्य बिना अधिकारको खोज्नु भनेको नुन बिनाको तरकारी खानु जस्तै हो, जसमा स्वाद नै हुँदैन। संस्कृतमा भनिएको छ कि कर्तव्य परम तप अर्थात् कर्तव्य नै सर्वोच्च तपस्या हो। त्यसैले कर्तव्य बिना अधिकार अधुरो हुन्छ। त्यो भने कर्तव्य